हेलो एन्ड नमस्ते गाइज इट्स मी थियो बोइज सो आज चाहिँ मैले फर्स्ट रियाक्सन भिडियो बनाउन जाँदैछु अनि फर्स्ट भिडियो चाहिँ कसकोमा बनाउने भनेर सोच्दा भर्खरै रिलिज भएको एउटा ब्रान्ड हैन उहाँले भन्नुहुन्छ उहाँ चाहिँ ब्रान्ड हो भनेर हैन सिङ्गरको गीत सुन्नलाई हैन ब्रान्डको सुन्नलाई है गाइज है त्यो चाहिँ दुर्गेश थापाको गीत रहेको छ विथ द कोल्याबोरेसन विथ भियोमा लेट्स गो गाइज कस्तो छ गीत सुनिहालौँ सबैजना मिलेर ढिला नगरिकन सुनिदिउँ न त दुर्गेश नाम हैन ब्रान्ड हो द ब्रान्ड हैन लाउड कर म्युजिक नाइस सुँगुरको मासु खानेहरूलाई नै यो भिडियो हेर्न म आग्रह गर्दछु पुरै टाउको राख्दै रहेछ पुरै गीतमा पुरै टाउको राख्दै सुँगुरको टाउको यसरी सुँगुरको टाउको ल खानेहरूलाई चाहिँ बेस्ट छ बढाइदे बेस नाच्न र गाउन आउँदैछ दुर्गेश खतरा छ गीत फायर छ डान्स सक्छ त कसैले बढाउन सक्दैन नि कोही छैन हामी जस्तो गाउने कोही छैन हामी जस्तो नाच्ने कोही छैन हामी जस्तो गाउने कोही छैन हामी जस्तो नाच्ने पुरै फिल्म स्टाइलमा बनाएको छ पुरै हैन मुभी जसरी बनाइदिएछ के पुरै त्यो कलर ग्रेडिङ पनि हैन त्यो मान्छेहरु नि आमामा कति धेरै हालेको त जस्तो हैन थुकेको चाट्ने त जस्तो हैन लुकेर भाग्ने सक्सेस भने आइजा 1 2 3 4 5 नाच 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 भाइ नाच 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 भाइ नाच मलाई चाहिँ त्यो भ्योमाको आवाज छ नि भ्योमा दाइको आवाज चाहिँ एकदम भारी लाग्छ ग त्यसमा झन् 1 2 3 4 5 गर्दा त नाच नाच बवाल छ बवाल नाच नाच भाइ नाच 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 भाइ नाच अज्याङ्गो परमा नाचेर फेरि र्याम्बो हानेर चल्देला भाइले छेत्री केटाले ड्याङ्गे त्यसैले क्याल गर पारान देखान स्याल्छ भियोमा दुर्गेश पुनै ब्रान्डेड पछाडिबाट नै ह्यान्डसम हामी जताबाट पनि टोकेको छौँ त अगाडिबाट नै स्यामसङ हाम्रो गीत बस्दैन ऱ्यान्डम कम्की नदिन ज्यानको असली वाला छ फ्यान्डम अस्की गला छ ह्यान्डसम अस्की गला छ ह्यान्डसम सही हो बवाल यो त पुरै फिल्म जस्तो बनाइदियो साथीहरु पुरै फिल्म जस्तो छ यो पुरै हेर कति मिनेटको छ 6 मिनेटको त्यो एउटा मुभीको क्लिप पुरै लिएर आएर ट्याग गरेर राखेको जस्तो देखियो है गीत चाहिँ यो त खतरा हाल्यो त सही हान्दै गए साइटला आउँदैछ राजा तेरै टोलमा बजाउन बाजा साइटला आउँदैछ राजा तेरै टोलमा मलाई चाहिँ यो बिटले बवाल के त्यो बिटमा हैन अब टिकटकमा अभियसली यो त ट्रेन्ड गरिहाल्छ नि जस्तो लाग्छ यो गीतहरु हैन यो दुर्गेश थापाको अहिले गीत चाहिँ खतरा आइरहेको छ के त्यो हुन्छ नि पुरै अडियन्सै नचाउने पुरै देख्नु भयो अगाडिको गीत त देख्नु भइसक्यो कस्तो भयो थियो भनेर अब यो चाहिँ यसले नि खतरा खान्छ मार्केट खान्छ बजाउन बाजा रन्किन दे यहाँ सन्किन दे हाम्रै टोलमा हामीलाई मुला धम्किन दे सक्सेस भने आइजा 1 2 3 4 5 नाच 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 भाइ नाच 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 भाइ नाच 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 खतरा नाच 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 भाइ नाच तेरो औका छैन बच्चा हेरेर बौला रने बस्त हामी औडा अति बब्बा तेरो औला मुला तल जा मेरो गीत बजार नाच अनलाइनमा त नाटक मेरो प्रगति भाइला पछिन बनेला खा मेरो त पाचक दुर्गेश अनि भियोमा हाम्रो गीत बनेको सिनेमा अप्स दुर्गेश अनि भियोमा अनि बनेको सिनेमा नै हो के सिनेमा नै हो cooking ops looking
कुकिङ कुकिङ हामी हेलीमा हानेर ओए के हो प्रभु पो लेख्या त हेलिकप्टरमा त परि आउँछ टो इन्डस्ट्री पछि पछि हामी अघि अघि गर्न दामी दामी अफगानी जानी हात बस्दिने यतिकै ताली मारी प्रो डेन्जर लाइक तालिबानी ओला ओला हबिबी ओला ओला नाम होइन बाइ ब्रान्ड अति कडा कडा हबिबी ओला ओला हबिबी ओला 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 हबिबी ओला 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 हबिबी ओला ओला त्यो के भन्छ अरे डन फिल्मको क्या त्यो के अरे एउटा मद्रासी फिल्म डनको जस्तो त्यो गेटअपकै ठ्याक्कै त्यो सेतो हाले गुन्डा लगाउँछ नि त्यस्तो हाले देखिरहेछ ल ल ल सुरज सिंह ठकुरीको पनि इन्ट्री रे ल जर्मनको गाडी रोलेक्सको गाडी सोहाउँछु भाइले हेलीमा चढी त्यो आफै दाइले आफैले गीत गाउनुभएको छ क्या यो गीतमा कि अर्कै सिङ्गर हो कमेन्ट गरौँ त साथीहरू के हो जर्मनको गाडी रोलेक्सको गाडी सोहाउँछु भाइले हेलीमा चढी रन्की नदे यहाँ पुरै गीत पनि सुनिरहेको यता भिजुअली चाहिँ पुरै एक्सन मुभी हेरिरहेको यता गीत चाहिँ नि पुरा डिक्सिक डिक्सिक सुनिरहेको छ क्या बवाल छ क्या बवालै छ बवालै छ सक्दैन नि फेरि 1 2 3 4 5 नाच 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 प्यारे नाच यो हुक बवाल छ कि यो अगाडिको यो जुन त्यो 1 2 3 4 5 भन्ने चाहिँ आवाजै त्यस्तो भारी छ नि त अनि बवाल सुन्ने है कि यो चाहिँ नाच 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 प्यारे नाच 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 कति धेरै हो कि मान्छे नि आमा मामा कति धेरै हो कति धेरै नाच 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 प्यारे नाच 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 प्यारे नाच ए इकडा नाच पुई चोडी बाटो महिनाले हेरोस् तँलाई दुई चोटी पारा त उही छ नि हामी चाहिँ कोही पनि कसैको पुई चढी आएको होइन हामी बढी नबोल्दो कोही पनि इवागिरी पनि रहेछन् है इवागिरी पनि रहेछन् सर्च कर मलाई टच नगर सर्च कर मलाई टच नगर फेसबुकमा आइज त इन्स्टामा आइज टिकटकमा आइज त स्न्यापच्याटमा आइज हे गाइस केडा हो you like a solo solo me so follow me केडा हो you like a solo solo me so follow me केडा हो you like a solo solo me so follow me केडा हो you like a solo solo me so follow me एक दुई तीन चार पाँच सय बवाल छ गीत बवालै छ भिडियो नि हेर्न मजा आउँछ क्या त्यो गीत त भइहाल्यो नि होइन लाइक गीत चाहिँ एउटा जस्तो हल्का साउथ इन्डियनको ट्याक्क अलिकति हुन्छ नि डान्सिङ भाइब टाइपको छ गीत चाहिँ होइन तर भिजुअली पनि एकदमै राम्रो छ एकदमै राम्रो बवाल मलाई चाहिँ मन पर्यो तपाईँहरूलाई कस्तो लाग्यो यो चाहिँ तपाईँहरूले गएर छुट्टै नै हेर्न सक्नुहुन्छ र यहाँ हेर्नेहरूलाई पनि त्यही हो मेरो चाहिँ यो फर्स्ट रियाक्सन भिडियो सो अर्को भिडियो पनि आइहाल्छ नि गाइज रियाक्सन गरेको किप फलो मी अनि सब्सक्राइब गर्नु नि नबिर्सिनु होला थ्याङ्क यू